हेलो दोस्त यार म त आउन पाउँदैन होला यार एयरपोर्ट। राजा साहबको सवारी भयो। हेर राणा आयो त रानीको बिजोकी छोरो। पैसै छैन यार, 1 रुपैयाँ पनि छैन। अनि ल यार राम्रोसँग जाऊ होइन, जे होस् साथीभाइको सम्झनामा पनि त्यस्तै हो, पछि भेटौँला नि त। आवरा साले खाते काम छैन केही छैन, दिसपुरी डुल्या छ लफङ्ग। ल कुन दिन रानीको छोरो जन्मिएछ यो। हेर केटा, तँलाई पाल्ने जिम्मा हामी अब लिइसक्दैनौँ। कि बिहे गर कि घर छोडेर जा। तँसँगका साथीहरू बिहा गरेर छोराछोरी भएर घर जिम्मा लाइसे 1 रुपियाँ कमाउँछ है खाते साले। कमाउने तँ छनाइ चाहिँ 1 तेरो छोरो छनाइ छ होइन। तँ राणले यो छोरो जन्माइ कसरी भने यस्तो कुलङ्गार कुलको कुल बिगार्ने कुलङ्गार कहाँबाट जन्माइस् राणी? हेर 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 राजा साहबको रिस हेर। साले खाते आफैले करोड कमाइकन यहाँ पाले जस्तो। कमा पहिला 2-4 रुपियाँ कमा, त्यसपछि देखा रिस। समय आउँछ रिस देखाउने पनि। खाते कुलङ्गार। ओ राजा साहब अहिलेसम्म घरमै हुनुहुन्छ? खाते बोलाइहाल्यो हुन्न नि त तेरो आवारा साथीहरूले। जा सट्ट चुड तान्नु। कुलको त नाश हरिहाल्यो, अब बाको ना काट, अरू के गर्नुपर्छ हरिकन आ। पागल साले। साला बेरोजगारी, पारिवारिक यातना, मानसिक यातना, आफन्तको ताना, साथीभाइको हेला, प्रेममा धोका, एक्लोपन।